दुःख मानव जीवनको सबैभन्दा प्राचीन र सबैभन्दा गहिरो प्रश्न हो। मानिस जन्मिँदै पर्वत जस्तै आशा बोकेर आउँछ, तर जीवनका दौडमा कतै निराशा, कतै पीडा, कतै अपेक्षा भङ्ग, कतै सम्बन्धको चोट, कतै इच्छाको हार, कतै मृत्युको भय, कतै असफलताको चक्रले मानिसलाई भित्रैदेखि च्यातिदिन्छ। संसारका कुनै पनि पुस्तकले, दर्शनले वा व्यक्तिले मानवीय दुःखलाई त्यति गम्भीर ढङ्गले बुझेको छैन जति गहिराई र करुणासहित श्रीकृष्णले भगवद् गीतामा बुझ्न सिकाएका छन्। कृष्णको वचन केवल धार्मिक उपदेश होइन, तिनमा जीवनको चाल, मनको गति, कर्मको रहस्य, आत्माको शान्ति र दुःखको अन्त्यतर्फ डोहोमिने अद्भुत बुद्धि लुकेको छ। कृष्णका वचन मन छोइदिने केवल शब्द होइनन्, ती त जीवनका बगैँचामा सुगन्धित फूल झैं, अन्धकारमा सानो उज्यालो किरण झैं, पीडित मनका आँसु सुकाउने हात झैं र भुलिएका हृदयका बाटो देखाउने दीपक झैं छन्। दुःखबाट मुक्तिको साँचो अर्थ के हो? कसरी मुक्त हुन्छ मन? किन पीडा बाँधिन्छ? किन मानव चकरिन बाध्य हुन्छ? यी गहिरा प्रश्नहरूको उत्तर कृष्णले शब्दले होइन, चेतनाले दिनुहुन्छ। 1. आत्मा न जन्मिन्छ न मर्छ, आत्मज्ञान दुःखको अन्त्य हो। कृष्णको पहिलो र सबैभन्दा निर्णायक शिक्षा दुःखको मूल सङ्ग्राममा यस्तै गहिरो रूपमा आउँछ। न जायते म्रियते वा कदाचित, आत्मा न जन्मिन्छ न मर्छ, न पुरानो हुन्छ न नयाँ। मानवको सबैभन्दा गहिरो भय मृत्यु हो र सबैभन्दा गहिरो वेदना छुट्टी, वियोग र गुमाउनु हो। मनुष्यका धेरै दुःखहरू फेरि हेर्दा एउटा मूल कुरासँग जोडिन्छन्: सम्बन्धको भय र नाशको पीडा। केही गुमायौँ कि आँसु आउँछ, केही छुट्यो कि मन खल्लो हुन्छ, केही टुट्यो कि जानै काप्छ। कृष्णले भनेको कुरा यस्तो सत्य हो जुन सुन्दै मन हलुके हुन्छ। जे मर्छ त्यो केवल शरीर हो, जे बाँच्छ त्यो चेतना हो, जे टुट्छ त्यो रूप हो, जे रहन्छ त्यो आत्मा हो। यदि मानिसले एकचोटि बुझे म शरीर होइन, म चेतना हुँ, त्यसै क्षण दुःखको पिञ्जडाबाट आत्मा आधा मुक्त भइसक्छ। किनकि दुःख मुख्य रूपमा अहङ्कार, आसक्ति, अपेक्षा र शारीरिक पहिचानसँगै बाँधिएको हुन्छ। आत्मज्ञानले यो गाँठो फुकाइदिन्छ। 2. समत्वम योग उच्यते, सुख दुःखमा समभाव राख। कृष्णले जीवनको सबैभन्दा कठिन तर सबैभन्दा मुक्तिदायी सूत्र दिनुहुन्छ। समत्वम योग उच्यते, यसको अर्थ सुख आयो त्यो पनि ठिक, दुःख आयो त्यो पनि ठिक, लाभ आयो शान्त, हानि आयो शान्त, जितियो हारियो समभाव। दुःख किन हुन्छ? किनकि मनले भन्छ यो तिम्रो विरुद्ध हो। जब जीवनले अपेक्षा विपरीत घाउ दिन्छ, मन रोइरहन खोज्छ, तर कृष्ण भन्छन् जीवनलाई विरोधी नबनाऊ, सन्तुलित बनाऊ। समत्वको अर्थ मन कठोर बनाउनु होइन, मनलाई उठाउनु हो। दुःखलाई अस्वीकार गर्नु होइन, उसलाई सही ठाउँमा राख्नु हो। कृष्णका अनुसार असन्तुलित मन नै दुःखको मूल हो, सन्तुलित मन आनन्दको मूल। सुखले झुमाउने मन भविष्यमा डगमगाउँछ, दुःखले थिच्ने मन कमजोर हुन्छ। समभावले बाँडिएका मन भने कृष्णका शब्दमा अचल, अमृत स्वरूप, अविचल हुन्छन्। 3. कर्म गर तर फलप्रति आसक्ति नराख, दुःखको सबैभन्दा शक्तिशाली उपचार। श्रीकृष्ण भन्छन् कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मानिस किन दुखी हुन्छ? किनकि उसले कामभन्दा परिणामलाई बढी प्रेम गर्छ। जब फल अपेक्षा अनुसार आएन, दुःख। जब अरूले सम्झेन, दुःख। जब जीवनले पुरस्कारै गरेन, दुःख। कृष्ण भन्छन् अपेक्षा नै पीडाको मूल हो। धेरै मानिस सोच्दछन् यदि फलप्रति आसक्ति हटाइयो भने त के को प्रेरणा? तर कृष्णले भनेको निष्काम कर्म प्रेरणाहीन जीवन होइन, त्यो त शुद्ध र मुक्त जीवन हो। काम कर्म अगाडि, फल पछाडि, अनुशासन अगाडि, प्राप्ति पछि, कर्तव्य अगाडि, पुरस्कार पछि। कृष्णले यो सूत्र दिँदा मानव मनको चक्का जस्तै चलिरहने भोक, लोभ र परिणाम पीडालाई चिरिदिन्छन्। फलको चिन्ता हट्यो भने मन शान्त हुन्छ। शान्त मनमा दुःख बस्न सक्दैन। 4. मनै मित्र मनै शत्रु, दुःख मनको उपज हो। कृष्ण भन्छन् उद्धरे दात मनात मना नात्मानम वसादयत। आफ्नै मनले आफूलाई उठाऊ, आफूलाई नै डुबाउ नगर। दुःख बाहिर हुँदैन, दुःख मनभित्र बनाइन्छ। घटना बाहिर हो, चोट भित्र बनिन्छ। कुनै शब्द कसैलाई चोट पुर्याउँछ, कसैलाई होइन। किन? किनकि दुःख घटना होइन, मनको प्रतिक्रिया हो।
कृष्ण भन्छन्, मनलाई किनारा नदी नियन्त्रणमा राख। जसैले मन जित्थ्यो उसले संसार जित्थ्यो। मन जो शत्रु बन्यो दुःखको समुद्रमा फसाइदिन्छ। मन जो मित्र बन्यो शान्ति, स्थिरता र आनन्द दिन्छ। 5. इन्द्रिय संयम बिना शान्ति हुँदैन। मानिस दुखी किन? किनकि आँखाले देख्न चाहन्छ, कानले सुन्न चाहन्छ, जिब्रो चाख्न चाहन्छ, मन लोभिने गर्छ र यी सबैको अतृप्ति नै दुःख हो। कृष्ण भन्छन्, यततो हि कौन्तेय पुरुषस्य विपश्चितः इन्द्रियाणि प्रमाथिनी हरन्ति प्रसभम मनः। अर्थ, बुद्धिमान व्यक्ति पनि इन्द्रियले तान्छन्। इन्द्रिय दास मन कहिल्यै शान्त हुँदैन। जसको इन्द्रिय आफै दौडिन्छन् दुःख अनिवार्य। जसले इन्द्रियलाई स्थिर लाग्छ शान्ति अनिवार्य। कृष्णले इन्द्रिय संयमलाई दुःख नाशक रूपमा देख्छन्, किनकि इन्द्रियको चञ्चलता, इच्छा, असन्तुष्टि, क्रोध, मोह, दुःख। जसैले इन्द्रियलाई नियन्त्रण गर्यो तत्काल इच्छाको चक्र भङ्ग हुन्छ। इच्छा बिनाको मन आनन्दमय, अनावश्यक दुःख रहित हुन्छ। 6. भयबाट मुक्त हुने उपाय। मन बसाऊ। कृष्ण भन्छन्, मामेकम शरणम ब्रज। भय सबै दुःखको आधार हो। भय, गुमाउने भय, पराजित हुने भय, समाजको भय, भविष्यको भय, असफलताको भय। कृष्ण यस भयलाई एकै वाक्यले समाप्त पारिदिन्छन्, मम शरण लिय, म तिमीलाई मुक्त गरिदिन्छु। यसको अर्थ केवल धार्मिक होइन, यसको गहिरो अर्थ मन एक सर्वोच्च सत्यमा टिकाएर बाँच। मन डुल्दैन, डराउँदैन, हल्लिँदैन। संसारको आधार बदलिन्छ, कर्मबाट परम सत्यमा, अहङ्कारबाट समर्पणमा, भयबाट विश्वासमा। कृष्णका अनुसार भयको उपचार समर्पण हो। 7. इच्छा नै दुःखको जड हो। कृष्णले इच्छाको मनोवैज्ञानिक यात्रा अत्यन्त सूक्ष्म रूपमा व्याख्या गर्दै भन्छन्, ध्यानात् संकल्प जायते, संकल्पात् कामः। ध्यानबाट संकल्प, संकल्पबाट इच्छा, इच्छा न पूरा भयो क्रोध, क्रोध मोह, मोह स्मृतिभ्रंश, स्मृतिभ्रंश बुद्धिनाश, बुद्धिनाश विनाश। यस चक्रमा दुःख छुट्टै वस्तु होइन, इच्छा अधुरा हुन जन्मेको पीडा हो। कृष्ण भन्छन्, इच्छा घटाऊ, चाहना शुद्ध बनाऊ र लोभ हटाऊ, दुःख आफै हट्छ। 8. सम्पर्क जा सुख दुखान्तकाय, बाहिरी सुखले अन्ततः दुःख दिन्छ। कृष्ण भन्छन्, यही संस्पर्श जा भोगा दुःख योनय एवते। इन्द्रिय सम्पर्कबाट जन्मेका सबै सुखहरू अन्ततः दुःखको कारण हुन्छन्। किन? किनकि यी सबै अस्थायी छन्। अस्थायी वस्तुले अस्थायी सुख दिन्छ। सुख सकिएपछि पछाडि बचेको हुन्छ शून्यता र दुःख। कृष्ण भन्छन्, सच्चा सुख बहिर होइन, भित्र पाइन्छ। आनन्दको मूल आत्मामा छ, वस्तुमा होइन। 9. भक्ति दुःख मुक्तिको अत्यन्त कोमल तर अत्यन्त शक्तिशाली बाटो। कृष्णको वचन, भक्त्या मामभि जानाति, भक्तिले मात्र मलाई चिन्न सकिन्छ। भक्तिको अर्थ धर्म कर्मको जाल होइन, मनमा परम प्रेम जाग्नु। भक्ति दुःखहर्ता किन? किनकि भक्ति मनलाई केही एक दिशामा लगेर ऊर्जाको विस्थापन रोक्छ। भक्ति मनलाई नरम बनाउँछ। भक्ति अपेक्षा विसर्जन गर्छ। भक्ति मनलाई प्रेम र शान्तिबाट भरिदिन्छ। कृष्ण भन्छन्, अनन्याश्चिन्तयन्तो माम योग क्षेमम वहाम्यहम्। जो मलाई अनन्य रूपमा सम्झन्छ उसको रक्षा र आवश्यकताको भार म आफै उठाउँछु। भक्तिको अर्थ मनलाई प्रेममा डुबाउनु। त्यस क्षण दुःख नजिक आउनै सक्दैन। 10. अपरिवर्तनीय सत्य बुझ। संसार परिवर्तनशील हो, त्यसैमा दुःख छ। कृष्ण भन्छन्, अशाश्वतम खलु सुखम। संसारका सुखहरू अशाश्वत छन्। मानिस दुखी किन? किनकि उसले स्थायी खोज्दै अस्थायीबाट आशा गर्छ। स्थायी आशा, अस्थायी वस्तु, घर्षण त अनिवार्य भयो। जीवन बदलिन्छ, मानिस बदलिन्छ, परिस्थिति बदलिन्छ, सम्बन्ध बदलिन्छ। कृष्ण भन्छन्, परिवर्तनलाई शत्रु नभन्नु, जीवनको धर्म भनी बुझ।
अपरिवर्तनीय केवल आत्मा नै हो, जसले यो सत्य बुझ्यो अल्प दुःखमा विचलित हुँदैन। 11 स्थितप्रज्ञ बन, शान्त मन तीरे जस्तो हुन्छ। कृष्ण भन्छन्, स्थितप्रज्ञस्य का भाषा? स्थितप्रज्ञ भनेको कसरी चिनिन्छ? उत्तर, जसको मन सुख दुःखमा अचल छ, जसलाई बाहिरी हल्लाले हल्लाउँदैन, जसले इन्द्रियलाई नियन्त्रणमा राखेछ, जसले आफ्नै मनलाई जित्यो, जसलाई न आकर्षणले तान्छ न त घृणाले धकेल्छ, यसै मानिसलाई दुःख नछुने गर्दछ, किनकि दुःख उसको भित्री संसारमा प्रवेशै गर्न पाउँदैन। स्थिति प्रज्ञ अवस्था दुःखको पूर्ण मृत्यु हो। 12 अहङ्कार छाड, धेरै दुःखको जन्मदाता अहङ्कारै हो। कृष्णको वचन, निर्ममो निरहङ्कारः, निर्मोह निस्वार्थ निरहङ्कार यी गुणहरू मुक्तिको ढोका हुन्। अहङ्कारले भन्छ, मलाई मान दे, मलाई चोट नदेऊ, मलाई हेपियो, मलाई किन नबुझेस्, मेरा अनुसार किन नभयो। यी सबै ममले नै दुःखको खेती फैलाउँछन्। कृष्ण भन्छन्, अहङ्कार छाड, मन हलुका बन्छ। हलुका मनमा दुःख टिक्दैन। 13 प्रेम गर, तर आसक्ति नगर। कृष्णले प्रेमलाई अस्वीकार गर्नुहुन्न। कृष्ण प्रेमका देवता हुन्, तर त्यो अशक्ति प्रधान होइन। कृष्ण भन्छन्, अनासक्तो यहाचारम कर्म कुर्वन्, अर्थ प्रेम गर तर स्वामित्व नलाग, माया गर तर बन्धन नबनाऊ, नजिक राख तर नियन्त्रण नलाग। आसक्ति दुःखको कारण, प्रेम शान्तिको कारण। कृष्णको प्रेम परिणामको अपेक्षा बिनाको प्रेम हो, त्यसैले दिव्य हो। 14 स्वधर्ममा स्थित हौ, उद्देश्यविहीन मनै दुखी हुन्छ। कृष्ण भन्छन्, स्वधर्मे निधनम श्रेयः। आफ्नो धर्म, आफ्नो कर्तव्य, आफ्नो मार्गमा टिकिराख, त्यसमै कल्याण छ। जसका जीवनमा मार्ग छैन, दुःख उसैलाई खोज्दै आउँछ। उद्देश्यविहीन मन भटक छ। भट्किएको मन अपराधले, भयले, अनिर्णयले, पछुतोले भरिन्छ। कृष्ण भन्छन्, कर्तव्यको मार्गले मनलाई मजबुत बनाउँछ। मजबुत मन दुःखसँग कापिँदैन। 15 समर्पण नै अन्तिम मुक्ति हो। कृष्णको सर्वोच्च वचन, सर्वधर्मान परित्यज्य मामेकम शरणम व्रज। सबै आश्रय छाडेर मेरो आश्रयमा आऊ। अर्थ, तिम्रो दुःख, तिम्रो पाप, तिम्रो डर, तिम्रो कमजोरी सबै मलाई देऊ, म तिमीलाई उचालिदिन्छु। समर्पणले मनमा अनुग्रहको अनुभव गराउँछ। अनुग्रहले दुःख बगाउँछ। समर्पणको क्षणमा अहङ्कार पग्लिन्छ। अहङ्कार पग्लिँदा दुःख चिटिक्कै समाप्त हुन्छ। कृष्णका वचन यति मन छुने छन् कि मनले आफै भन्छ, दुःख त बाहिर थिएन, मैले मनले सिर्जना गरेको रहेछ। कृष्णले सिकाए, बाहिरको संसार बदल्न खोज्नु दुःख हो, आफ्नो मन बदल्नु मुक्ति। कृष्णले देखाए, शान्ति बाहिर होइन, आत्मामा छ। आत्मा बुझ्ने नै दुःखबाट मुक्त हुने मार्ग। कृष्णलाई बुझ्नु भनेको आफ्नै आत्मालाई भेट्नु हो। जीवन कुनै सजिलो यात्रा होइन। ठेस लाग्छ, असफलता भोगिन्छ र संसारले हामीलाई कमजोर ठान्छ। तर याद राख्नुहोस्, साँचो शक्ति अरूको नजरमा छैन, त्यो त तपाईँको आफ्नै भित्री साहसमा छ। असफल हुन नडराउनुहोस्, डराउनु पर्दैन। असफलता भनेको अन्त्य होइन, यो त अर्को अध्यायको सुरुवात हो। जसरी बिहानको उज्यालोले रातको अँध्यारो चिर्छ, त्यसरी नै तपाईँको साहसले कठिनाइ चिर्छ। जसले तपाईँलाई हेला गर्छ, उसको पछाडि लागेर समय बर्बाद नगर्नुहोस्। तपाईँको बाटो तपाईँले आफै बनाउन सक्नुहुन्छ। संसारलाई तपाईँले केही साबित गर्न आवश्यक छैन, आफैलाई साबित गर्नुहोस्। मुस्कुटाउन सिक्नुहोस्, किनकि रुन त संसारले सधैँ सिकाउँछ। आत्मसम्मानलाई कहिले झुक्न नदिनुहोस्, किनकि सम्मान गर्ने मान्छेलाई संसारले कहिले हराउन सक्दैन। उठ्नुहोस्, अघि बढ्नुहोस् र आफ्नो कथा आफै लेख्नुहोस्, किनकि समय कसैलाई पर्खदैन। तर जसले आँट गर्छ,
उसले नै इतिहास रच्दछ। आफूलाई यति कमजोर नबनाउनुहोस् कि तपाईँलाई अरू कसैको सहयोगको आवश्यकता परोस्। सबैसँग यति सजिलै नभेट्नुहोस्। यो युग फरक छ, यी मानिसहरू फरक छन्। खराब मानिसहरूको सबैभन्दा ठूलो पहिचान यो हो कि तपाईँले जति धेरै सम्मान दिनुहुन्छ, उनीहरूले तपाईँलाई त्यति नै धेरै दुःख दिन्छन्। त्यो प्रेम समाप्त गर्नुहोस् जसले तपाईँको समयको हिस्सा अरूलाई दिन थाल्छ। एक समय थियो जब हामी हाँस्दै बिउजिन्थ्यौँ, तर आज धेरै पटक मुस्कान बिना नै साँझ हुन्छ। एक्लै बस्नाले तपाईँलाई यो पनि सिकाउँछ कि वास्तवमा तपाईँसँग आफू बाहेक अरू कोही छैन। उसलाई छोड्नु नै सही हो जसलाई तपाईँको मूल्य थाहा छैन। छोटो समयका लागि नजिक भएकाहरू धोकेबाज थिए। कहिले कसैलाई विशेष नठान्नुहोस्, किनकि सबै समस्याहरूको सुरुवात यहीँबाट सुरु हुन्छ। घमण्डले भरिएको कुरा गरेर कसैको मन दुखाउनु हुँदैन, किनकि समयले घमण्ड पनि तोड्छ र बोल्न लायक पनि छोड्दैन। अरूको जीवनमा आफ्नो स्थान खोज्न छोड्नुहोस्। विश्वास राख्नुहोस्, तपाईँ सधैँ खुसी रहनुहुनेछ। मैले नजिकबाट देखेको छु, यहाँ मानिसहरूले सम्बन्धलाई एक पलमै पराई बनाइदिन्छन्। त्यस्ता गल्तीहरूको कुनै माफी हुँदैन जहाँ तपाईँलाई थाहा छ कि के सही छ र के गलत छ, तर जान्दा जान्दै पनि गलत छान्नुहुन्छ। जीवनमा ठूलो मान्छे बन्न चाहनुहुन्छ भने साना मानिसहरूसँग कहिले नबोल्नुहोस्। सम्बन्धहरू टाढासम्म जान्छन् यदि रिसको आयु कम हुन्छ भने। हतारमा निर्णय लिएर पछुताउनुभन्दा केही समय पर्खनु र धैर्य गर्नु राम्रो हो। जुन साँच्चीकै तपाईँको हो त्यो कहिले अरूको हुँदैन। यदि वास्तविकताले तपाईँलाई दुःख दिएको छ भने तपाईँ आज पनि सुन्दर हुनुहुन्छ। सही कर्म त्यो होइन जसको परिणाम सधैँ सही हुन्छ। सही कर्म त्यो हो जसको उद्देश्य कहिले गलत हुँदैन। यदि तपाईँलाई समयको हिसाब छैन भने यसको मतलब तपाईँको समय राम्रो चलिरहेको छ। जहाँ सबैको हिम्मत सकिन्छ त्यहाँबाट इतिहास बनाउनेहरूको सुरुवात हुन्छ। यदि केही परिवर्तन गर्न चाहनुहुन्छ भने आफ्नो स्वभाव परिवर्तन गर्नुहोस्। स्थान र मानिसहरू परिवर्तन गरेर केही हुँदैन। उनीहरूको राम्रो समय अवश्य आउँछ जो कसैको नराम्रो चाहँदैनन्। जब जीवन दाउमा पर्छ गति दोब्बर हुन्छ। एउटा प्रेमीले भन्छ, तिम्रो प्रेमले मलाई भगवानसँग नजिक ल्यायो। तिमीलाई पाउने अडानमा मैले विनम्र भई शरण बढाएँ। मानिसहरूले तिम्रो सृष्टिलाई कसरी बिर्सन्छन्, तर तिमीले बनाएको एउटै व्यक्तिलाई म बिर्सन सकिनँ। जीवनमा कहिलेकाहीँ असफल मानिसहरूसँग पनि बस्नुपर्छ, किनभने उनीहरूसँग अहङ्कार होइन, अनुभव हुन्छ। धैर्य गर्नु संसारको अगाडि रुनुभन्दा धेरै गुणा राम्रो हो। ती मानिसहरूको पछाडि कहिले नदौड्नुहोस् जसलाई तपाईँको कुनै वास्ता छैन। जो बोल्न पनि योग्य छैनन्, तपाईँ तिनीहरूसँग मन जोड्नुहुन्छ। यो संसारमा मनको सम्बन्धको कुनै मूल्य हुँदैन। त्यसैले मानिसहरूले जब चाहन्छन् जोड्छन् र जब चाहन्छन् तोड्छन्। अचम्मका सम्बन्धहरू भएका छन् आजकाल। सँगै हुँदा लाग्छ कहिल्यै छुट्दैनन्, तर केही खटपट भए छुट्छन्, तर यसरी कि कहिल्यै एकअर्कालाई चिनेकै थिएनन्। यदि तपाईँ सबै कुरा ठिक हुने पर्खाइमा बस्नुहुन्छ भने तपाईँ सधैँ पर्खाइमै मात्र रहनुहुनेछ। हिम्मत गर्नुहोस्, आफै उठ्नुहोस् र आफ्नो जीवनमा सबै कुरा ठिक गर्नुहोस्। जसले आफ्नो मनको दुःख व्यक्त गर्न सक्दैन उसलाई सबैभन्दा धेरै रिस उठ्छ। कसैलाई छोड्न सजिलो हुन्छ, तर बिर्सन धेरै गाह्रो हुन्छ। विश्वास गर्ने भन्दा मूर्ख त विश्वास तोड्ने हुन्छ, किनभने उसले सालो स्वार्थको लागि एउटा प्यारो व्यक्तिलाई गुमाउँछ। मानिसहरूले तपाईँलाई चिन्न छोड्नु अघि नै आफ्नो पहिचान बनाउनुहोस्। सहनशील व्यक्तिले मात्र बुझ्न सक्छ कि उसलाई कति दुःख छ। अरूले त केवल अनुमान गर्न सक्छन्। प्रेम मनले गरिन्छ, शरीरले त चाहना पूरा गरिन्छ। याद राख्नुहोस्, तपाईँको कामले तपाईँको कुराभन्दा धेरै बोल्छ। हार्ने त ऊ हो जो बारम्बार गुनासो गर्छ र जित्ने ऊ हो जो 1000 पटक प्रयास गर्छ। यदि तपाईँ कुनै नजिकको व्यक्तिसँग रिसाउनु भएको छ वा कुनै क्रोध वा असन्तुष्टि छ भने सँगै बसेर समाधान गर्नुहोस्, किनभने जीवन धेरै छोटो छ। साना साना कुराहरूमा यसलाई समाप्त नगर्नुहोस्। हिसाब किताब त केवल भगवानले सही राख्नु भएको छ। सबैलाई खाली हात पठाउनुभयो र खाली हात बोलाउनुहुन्छ। मानिस केवल उसैको लागि रुन्छ जसलाई उसले आफ्नो जीवनमा सबैभन्दा विशेष स्थान दिन्छ। यादहरू तिनीहरूकै आउँछन् जोसँग कुनै सम्बन्ध छ। हरेक व्यक्तिलाई प्रेमको नजरले हेर्न सकिँदैन। चाहनु गलत होइन, तर प्रेम गरेर छोड्नु गलत हो। मानिसलाई मानिसबाट टाढा गर्ने पहिलो कुरा जिब्रो हो र दोस्रो कुरा पैसा हो। संसारमा सबैभन्दा खुसी ती मानिसहरू हुन्छन् जसले यो बुझिसकेका छन् कि अरूबाट कुनै पनि अपेक्षा गर्नु व्यर्थ हो।
जीवनमा केवल एक व्यक्तिको निम्ति आफूलाई बर्बाद नगर्नु। जीवनमा थोरै दुःख पनि आवश्यक छ, किनभने सधैँ सुख प्राप्त भइरह्यो भने तपाईँ जीवनमा कहिल्यै अगाडि बढ्न सक्नुहुन्न। कसैले जति धेरै ढोका बन्द गरे पनि जसको मनमा साँचो इच्छा हुन्छ उसले कुनै न कुनै बाटो अवश्य फेला पार्छ। एक्लै भए पनि म अब खुसी छु। हामी बदलिएका छैनौँ, हामीले सबै कुरा बुझिसकेका छौँ। सम्बन्धहरूलाई कहिल्यै धनको नजरले नहेर्नुहोस्, किनभने साथ निभाउने व्यक्ति प्राय गरिब नै हुन्छ। जसलाई हामी अति प्रेम गर्छौँ, जीवनमा त्यही व्यक्तिले हाम्रो सबैभन्दा धेरै फाइदा उठाउँछ, किनभने उसलाई थाहा हुन्छ कि हाम्रो कमजोरी के हो। यति विवेकी व्यक्ति बन्नुहोस् कि कसैलाई माफ गर्नुहोस्, तर यति मूर्ख नबन्नुहोस् कि धोका दिनेलाई फेरि विश्वास गर्नुहोस्। जब कसैले बुझ्दैन तब उसलाई सम्झाउनुको के अर्थ? जब कसैले मान्दैन तब उसलाई भन्नुको के अर्थ? जुन सम्बन्धमा एक अर्काको भावनालाई जबरजस्ती तान्नु पर्दैन, त्यहाँ जित र हार कसको लागि? यो जीवनभरको झगडा कसको लागि? जे आएको छ त्यो एक दिन जान्छ, तर मानिसलाई यति धेरै अहङ्कार किन? जसलाई कसैको वास्ता छैन, विश्वास गर्नुहोस् उसलाई कुनै एक व्यक्तिबाट धेरै फरक पर्छ। साँचो मनले कुनै सहयोग आवश्यक पर्ने व्यक्तिको सहयोग गरेर हेर्नुहोस्। यदि मनलाई शान्ति प्राप्त भएन भने भन्नुहोस्। जसलाई जानु छ उसलाई जान दिनुहोस्। यदि आज रोकियो भने भोलि जान्छ। केही यस्तो कुरा गर्नुहोस् जसले उसलाई यो थाहा होस् कि तपाईँ उको हुनुहुन्छ। कसैलाई व्यवस्था गर्नु र व्यस्त हुनुमा धेरै फरक छ। सपना देख्न मन पराउनेहरूलाई रात छोटो लाग्छ र सपना पूरा गर्न मन पराउनेहरूलाई दिन छोटो लाग्छ। सुन्दरता त्यसमा छैन कि हामी कस्तो देखिन्छौँ, सुन्दरता त्यसमा छ कि हामी अरूसँग कस्तो व्यवहार गर्छौँ। आत्महत्यालाई स्वीकार गर्ने समाजले आफ्नो खुसीले गरेको विवाहलाई कहिल्यै स्वीकार गर्न सक्दैन। यदि कसैको बानी हेर्न चाहनुहुन्छ भने उसलाई सम्मान दिनुहोस्, र यदि कसैको स्वभाव हेर्न चाहनुहुन्छ भने उसलाई स्वतन्त्रता दिनुहोस्। आफूलाई कमजोर ठान्ने गल्ती नगर्नुहोस्। मनलाई प्रेम गर्न र समय आएमा आक्रमण गर्न दुवै आउँछ। चुप लाग्नु अथवा नबोल्नु कहिल्यै बिना कारण हुँदैन। नबोल्नुको पछाडि कुनै न कुनै कारण हुन्छ। केही दुःख यस्ता हुन्छन् जसले आवाज पनि खोज्छन्। मुखमा राम राम, बगलीमा छुरा, यो नै संसारको सत्य हो। समयमै आफूलाई परिवर्तन गर्नुमा भलाइ छ, किनभने यदि समयले परिवर्तन गर्यो भने धेरै दुःख हुनेछ। आजको युगको एकमात्र भगवान त्यो हो जससँग पैसा र पद छ। आज सम्बन्धको अर्को नाम पैसा भएको छ। कर्म जति नै खराब किन नहोस्, यदि तपाईसँग पैसा छ भने तपाईको अशिक्षा, तपाईको खराब कर्म, तपाईको खराब व्यवहार सबै माफ हुन्छ। यो कलियुग हो साथी। खराबसँग खराब कुरा नहुन सक्छ, तर राम्रोसँग खराब कुरा अवश्य हुन्छ। केही मानिसहरू स्वार्थको लागि हरेक सम्बन्ध जोड्छन्। आफ्नो काम बनाएर साँचो मानिसहरूको मन तोड्छन्। उनीहरू सोध्छन् कि उनीहरूभन्दा चतुर कोही छैन, तर वास्तवमा उनीहरू नै आफ्नो भाग्य तोड्छन्, खराब बनाउँछन्। यदि उनीहरूलाई जानु छ भने जान दिनुहोस्, किन समातेर राख्नु? सम्बन्धमा प्रेम राम्रो लाग्छ, भिख माग्नु होइन। जब तपाईलाई लाग्छ कि कसैले तपाईलाई व्यवस्था गरिरहेको छ, तब फेरि उनीहरूलाई कहिल्यै चिन्तित नगर्नुहोस्। एक निश्चित हदसम्म टुटिसकेपछि मानिसले आफ्नो हकको खुसी पनि खोज्छ। जसले तपाईलाई दुःख दिए उनीहरूलाई पनि दुःख मिल्नेछ, र विश्वास गर्नुहोस् तपाईलाई यो देख्ने अवसर पनि प्राप्त हुनेछ। आफ्नो त ऊ हो जो अरूको लागि तपाईलाई व्यवस्था गर्दैन। सम्मान गर्नु छ भने जीवित छँदा गर्नुहोस्। अर्थी उठाउँदा त घृणा गर्नेहरू, नरुचाउनेहरू पनि रुन्छन्। चुपचाप सहनुहुन्छ भने तपाईँ राम्रो हुनुहुन्छ, र यदि बोल्नु भयो भने तपाईँभन्दा खराब कोही हुँदैन। हरेक सम्बन्धको अलग अलग सीमा हुन्छ, तर जब आत्मसम्मानको कुरा आउँछ तब सम्बन्ध समाप्त गर्नु नै सही हो। सहाराले मानिसलाई खोक्रो बनाउँछ र अपेक्षाले मानिसलाई कमजोर बनाउँछ। त्यसैले आफ्नो बलमा बाँच्न सुरु गर्नुहोस्, किनभने तपाईँ आफूभन्दा राम्रो साथी र सहानुभूति दिने कोही हुन सक्दैन। भाग्य र आफन्तको कुनै भरोसा छैन, यी दुवै कुनै पनि बेला पल्टिन सक्छन्। नरम मन भएका मानिसहरू सजिलै रुन्छन्, सजिलै रिसाउँछन् र फेरि सजिलै मान्छन्। यस्ता मानिसहरू भगवानलाई धेरै मन पर्छन्। भनिन्छ नि, आश गर्नु तर भर चाहिँ नपर्नु भनेर। हो, अपेक्षा गर्नु गलत होइन, तर हाम्रो गल्ती यो हो कि हामी गलत मानिसहरूसँग अपेक्षा राख्छौँ। शब्दको पनि आफ्नै स्वाद हुन्छ। बोल्नु अघि आफैले चाख्नुपर्छ। यदि आफूलाई नै राम्रो लागेन भने अरूलाई कसरी राम्रो लाग्छ? मन अझै जीवित छ, तर अब भावनाहीन छ। र जसले दुःखमा खुसी हुन सिक्यो, बुझ्नुहोस् कि त्यो व्यक्तिको जीवन सफल भएको छ। जीवनमा मुस्कुराउन सिक्नुहोस्। रुन त मानिसहरूले सिकाइहाल्छन्,
जो मानिसहरूसँग हदभन्दा धेरै जोडिन्छन् ती अन्तमा छुट्छन्। जुन दिन तपाईँले कसैलाई आफ्नो बानी बनाउनुहुन्छ त्यो दिनदेखि त्यो व्यक्तिले तपाईँलाई कुनै पनि बेला नष्ट गर्न सक्छ। जीवनमा यति मात्र प्रेम गर्नुहोस् कि तपाईँको आत्मसम्मानको मजाक नबनोस्। प्रेम जरुरी छ, तर कहिले सम्मानभन्दा धेरै जरुरी छैन। सुन्दर हुन जरुरी छैन, तर कसैको लागि जरुरी हुनु धेरै सुन्दर छ। शरीरमा घाउ दिनु ठिक छ, तर आत्मसम्मानमा पूर्ण रूपमा आँच आउँदा सहन सकिँदैन। स्वतन्त्र रूपमा बाँच्न चाहनुहुन्छ भने कसैको लागि निस्वार्थ प्रेम गर्नुहोस्। यो प्रेमको नयाँ युग हो, जहाँ आज तपाईँ हुनुहुन्छ, भोलि कोही अरू हुन्छ। जीवन मोहबाट सुरु हुन्छ र मोह टुट्दा समाप्त हुन्छ। कसैलाई जबरजस्ती सम्झाउन खोज्नु हुँदैन। केही समय चुपचाप बस्नुहोस् अनि आफै देख्नुहोस् उसको जीवनमा तपाईँको कति मूल्य छ। एउटा कुरा भनौँ, यदि तपाईँले कसैलाई दुःख दिनुभयो र ऊ चुप भयो भने बुझ्नुहोस् कि उसले आफूलाई भन्दा धेरै तपाईँलाई माया गर्छ। सहनुपर्छ, समय आएमा बोल्नुपर्छ र जीवनमा शान्तिपूर्ण बाँच्नुपर्छ। प्रिय साथीहरू, यो याद गर्नुहोस् कि आफ्नो झुपडीमा राज गर्नु अरूको महलमा गुलामी गर्नुभन्दा धेरै राम्रो हो। प्रशंसामा नपग्लिनुहोस्, क्रोधमा नजल्नुहोस्, आफ्नो कमजोरीमा भावुक वा असन्तुलित नहुनुहोस् र कसैको मिठो कुरामा नफस्नुहोस्। जसले तपाईँको कदर गर्दैनन् ती मानिसहरूसँग बस्नुभन्दा एक्लै बस्नु धेरै राम्रो हो। धेरै सोच्नाले मानिसको सबै खुसी खोसिन्छ। हामी आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती ती मानिसहरूलाई महत्त्व दिएर गर्छौं जसको जीवनमा हाम्रो कुनै महत्त्व छैन। रङ बदल्ने छेपारो जस्तै र काचुली फेर्ने सर्प जस्तै केही मानिसहरूको स्वभाव पनि निरन्तर बदलिरहन्छ। चलाक मानिसहरूले भला मानिसहरूलाई चनाको रुखमा चढाएर लुट्छन्। साथीहरू, चनाको रुख हुँदैन, तर भोला मानिसलाई असम्भव कुरा देखाएर फसाउँछन्। त्यसैले सधैँ याद राख्नुहोस्, तपाईलाई डुबाउन मिठो जिब्रोको पछाडि स्वार्थको सागर बग्छ। संसारमा यस्ता मानिसहरू पनि छन् जसलाई तपाईले नै पौडी सिकाउनु भएको हो। संसार सधैँ तिनीहरूको हाल खबर सोध्छ जसको हालत पहिले नै ठीक छ। टुटेर जानेहरू मात्र फर्किन्छन्। टुटेर गएको व्यक्ति कहिले फर्केर आउँदैन। गल्ती र भगवान तपाईले विश्वास गरेमा मात्र देखिन्छन्। पहिले सम्बन्धहरू शताब्दी जस्तै हुन्थे जुन जीवनभर साथ निभाउँथे। पछि वर्ष जस्तै भए र आजको समयमा सम्बन्धहरू केही महिना र केही दिनका रहेर गएका छन्। थाहा नै हुँदैन कहिले सुरु भए र कहिले समाप्त भए। जब दुःख र कटु अर्थात् कडा पीडादायी शब्दहरू दुवै सहन सक्नुहुन्छ तब बुझ्नुहोस् कि अब तपाईलाई बाँच्न आइसकेको छ। यदि तपाईले कुरा सहनुभयो भने सम्बन्ध रहन्छ र यदि तपाईले कुरा भन्नुभयो भने ती सम्बन्धहरू ढल्छन्। जहाँ आफन्तहरूले छोड्छन् त्यहाँबाट सफलता सुरु हुन्छ। यदि तपाईले आत्मविश्वास कायम राख्नुभयो भने मात्र मानिसहरूले तपाईको सम्मान गर्छन्, नत्र मानिसहरूले तपाईलाई बेकार ठान्न थाल्छन्। तपाईले आफ्नो खल्टी तातो राख्नुहोस्, मानिसहरू सधैँ चिसा रहन्छन्। जब मानिसहरूलाई टाढा जानु छ तब यति नजिक आउँछन् कि पछि रुवाउनको लागि मानिसहरूले पहिले धेरै हँसाउँछन्। जसले कममा बाँच्न सिक्यो उसको जीवनमा कहिले कमी हुँदैन। सम्मान दिनुहोस् र सम्मान लिनुहोस्, सबैको लागि एउटै सिद्धान्त छ। र जसको नजरमा हामी केही छैनौँ, हाम्रो नजरमा पनि उनीहरू केही छैनन्। साँचो प्रेममा एउटा सिद्धान्त हुन्छ, यदि प्रेमले मन दुखाउँछ भने पनि स्वीकारिन्छ। व्यक्तित्व, स्वभाव, चरित्र वा मनको असली गुण जीवनमा धेरै महँगा हुन्छन्। समय समयमा सबैको मूल्य बढ्छ। जहाँ सम्मान प्राप्त भयो त्यहाँ मन गयो अनि मानिसहरू भन्छन् कि व्यक्ति बदलियो। यदि मानिसहरूले तपाईलाई कम सम्मान दिन्छन् भने यसको मतलब तपाईसँग पैसा कम छ। बुद्धिमान व्यक्तिको दिमाग चल्छ र अज्ञानी व्यक्तिको जिब्रो चल्छ। यदि कोही कसैको नजरमा खराब छैन भने बुझ्नुहोस् कि ऊ चतुर छ र ऊ कसैको आफ्नो छैन। तपाईको सबैभन्दा ठूलो धन तपाईको समय हो। जसलाई पनि दिनुहुन्छ सोचेर दिनुहोस्। मैले एउटा कुरा नोट गरेको छु, जो साँचो, सिधा र इमान्दार व्यक्ति हुन्छ उसको सम्मान कसैले गर्दैन, र जो झुट बोल्छ, बेइमानी गर्छ ऊ सबैलाई मनपर्छ। सारा शक्ति पैसा कमाउनमा लगाउनुहोस्, किनभने यो युगमा पैसा नै सब थोक हो। सोच्नुहुन्छ होला, थाहा छैन किन पहिले जस्तो अब केही राम्रो लाग्दैन, जति हाँस्ने कोसिस गर्यो त्यति नै धेरै आँसु आउन थाल्छ भनेर। प्रिय मित्र, इमान्दारीले सम्बन्ध निभाउने मानिसहरू प्राय टुट्छन्। कसैको लागि समर्पण गर्न गाह्रो छैन, गाह्रो छ त्यो व्यक्ति फेला पार्नु जो तपाईको समर्पणको कदर गरोस्। अरूको गल्ती सबैलाई देखिन्छ। जब आफ्नो कुरा आउँछ तब मानिसहरू अन्धा हुन्छन्। थोरै धैर्य राख्नुहोस्, किनभने हरेक दुःखपछि सुखको समय अवश्य आउँछ। संसारको चिन्ता नगर्नुहोस्, किनभने यो त आफैलाई सताउने बानी हो।
जब तपाईँको चरित्र खस्छ त्यसले केवल दाग छोड्छ। साँचो बुद्धिमान व्यक्तिको चिनारी यो हो कि उसमा कुनै अहङ्कार वा अभिमान हुँदैन। राति रुँदै सुत्नु र बिहान उठेर कसैलाई महसुस नहुन दिनु यो कला पनि जीवनले सिकाउँछ। अज्ञानी हुनु चाहिँ लज्जाको कुरा होइन, जति सिक्ने इच्छा नराख्नु हो। छोड्नेहरू छोड्छन् जस्तो सुकै अवस्था भए पनि, निभाउनेहरू निभाउँछन् जस्तो सुकै परिस्थिति भए पनि। यो संसार विनाशको मोडमा उभिएको छ र तपाईँ आफूलाई हेर्नुहोस्, आफ्नो बारेमा सोच्नुहोस्, आफू कस्तो हुनुपर्छ विचार गर्नुहोस्। यदि कसैलाई प्रेम गर्नुहुन्छ भने यति धेरै गर्नुहोस् कि जब उसलाई दुःख हुन्छ उसले सबैभन्दा पहिले तपाईँलाई सम्झोस्। केही मानिसहरू हामीबाट फाइदा उठाउँदा पनि यस्तो व्यवहार गर्छन् कि उनीहरूले हामीलाई फाइदा उठाएर पनि हामीमाथि कुनै उपकार गरिरहेका छन्। हामी जीवनको त्यस्तो मोडमा उभिएका छौँ जहाँ न त केही प्राप्त गर्नमा खुसी हुन्छ न त केही गुमाउनमा दुःख। जीवनमा जब जब कसैको साथको आवश्यकता पर्यो मैले आफूलाई सधैँ एक्लो पाएँ। जहाँ सम्मान छैन त्यहाँ नजानुहोस्, जो सुन्दैन उसलाई सम्झाउनुहोस्। अर्थात् तपाईँले राम्रो सल्लाह वा कुरा गर्नुभयो भने पनि यदि उनी सुन्न तयार छैनन् भने तपाईँले केवल सम्झाउन सक्नुहुन्छ। जबरजस्ती चासो वा समय खर्च नगर्नुहोस्। जो पछुताउँदैन उसलाई खान नदिनुहोस्। मतलब जो आफ्नो गल्ती वा गलत व्यवहारको पछुताप गर्दैन उसलाई पुनः सुविधा, सहयोग वा अवसर दिनु हुँदैन। र जो सत्य बोलेर पनि रिसाउँछ उसलाई कहिले मनाउनु भएन। अर्थात् सत्य बोल्दा पनि यदि मानिस रिसाउँछ भने उसलाई मनाउन वा आफ्नो समय खर्च गर्न बाध्य नहुनुहोस्। सत्यको मार्गमा अडिग रहनुहोस्। अर्थात् समग्र रूपमा भन्नुपर्दा मानिसहरूका व्यवहार अनुसार प्रतिक्रिया दिनुहोस्। तपाईँको ऊर्जा र समय तिनीहरूमा अनावश्यक खर्च नगर्नुहोस्। अरूसँग त्यस्तो व्यवहार नगर्नुहोस् जुन तपाईँलाई अरूबाट मन पर्दैन। जबसम्म तपाईँ केही बन्नुहुन्न, न त कसैले तपाईँको सम्मान गर्छ न त कसैले तपाईँको कुरा सुन्छ। जीवनले एउटा कुरा सिकाएको छ कि मित्रता गर्नुहोस् वा प्रेम गर्नुहोस्, तर कसैबाट अपेक्षा नगर्नुहोस्। कसैको जीवन कहाँ पूर्ण भएको छ? मानिस केही प्राप्त गर्न केही गुमाउँदै जान्छ। जसलाई थाहा छ कि एक्लोपन के हो ती सधैँ अरूको लागि उपस्थित हुन्छन्। सबैको वास्तविकता थाहा छ हामीलाई। हामी चुप छौँ तर अन्धा छैनौँ। प्राय ती मानिसहरूको मन टुट्छ जो सधैँ अरूलाई खुसी राख्ने कोसिस गर्छन्। यो कुरा अलि तितो छ तर सत्य छ। यो संसारमा जसले आफ्नो दुःख लुकाउन सिक्यो उसले साँच्चै बाँच्न सिक्यो। जसको मन ठुलो हुन्छ उसलाई ठुलो दुःख पनि प्राप्त हुन्छ। यदि समय एकनाश रहेको भए आफन्तहरूको पहिचान कसरी हुन्थ्यो? हाम्रा यति धेरै शुभचिन्तकहरू छन् कि हाम्रो शुभ देख्न साथ चिन्ता गर्न थाल्छन्। जीवनमा केही राम्रा साथीहरू हुनु पनि जरुरी छ, किनभने प्रेमले हरेक समय साथ दिँदैन। गल्ती गर्नु प्रकृति हो, स्वीकार गर्नु संस्कृति हो र सुधार गर्नु प्रगति हो। हामी चुप हुन्छौँ जब हाम्रो भित्र धेरै कोलाहल हुन्छ। जीवनमा केही दुःखहरू यस्ता भए जसले हाम्रो जीवन पनि लियो र जीवित पनि छोड्यो। भगवानले हरेकलाई हिरा बनाउनु भएको छ, तर ती मात्र चम्किन्छन् जो तरासको सीमाबाट गुज्रिन्छन्। कहिल्यै परिस्थितिको हातको कठपुतली नबन्नुहोस्, किनभने तपाईसँग आफ्नो परिस्थिति बदल्ने शक्ति छ। तपाईको साथी गरिब हुन सक्छ तर राम्रो हुनुपर्छ जसले तपाईको सम्मान गरोस्। किनभने गरिबी त काट्न सकिन्छ तर खराब व्यक्तिसँग जीवन बिताउन धेरै गाह्रो हुन्छ। कहिलेकाहीँ चिठी, कहिलेकाहीँ राखी, कहिलेकाहीँ मनी अर्डर आउँथे। ती दिनहरू साँच्चै फरक थिए जब हुलाकीहरूले पनि खुसी ल्याउँथे। हाम्रो पहिचान समुद्र जस्तै छ, बाहिरबाट शान्त तर भित्रबाट तुहानी। सबै पाठ किताबबाट मात्र सिक्नुपर्छ भन्ने छैन। केही पाठ जीवन र सम्बन्धले सिकाउँछन्। हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा हुन्छ, तर मानिसहरू अरू जस्तो बन्नमा नष्ट गर्छन्। यदि सोच सुन्दर छ भने सबै कुरा राम्रो देखिन्छ। आफ्नो आजलाई यो सोचेर बर्बाद नगर्नुस् कि मेरा धेरै भोलि छन्। कुनै सही व्यक्तिसँग यति गलत नगर्नुस् कि तपाईले उसँग गरेको धोकाको पछुतावा सारा जीवन गर्नु परोस्। जसमा हानि सहने सक्ने शक्ति हुन्छ उसले मात्र नाफा कमाउन सक्छ, चाहे त्यो व्यापार होस् वा सम्बन्ध। संसारमा हजारौं सम्बन्ध बनाउनुहोस्, तर एउटा यस्तो सम्बन्ध अवश्य बनाउनुहोस् कि जब हजारौं तपाईको विरुद्ध हुन् त्यो एक सधैँ तपाईसँग उभियोस्। यदि प्रेम साँचो छ भने उसले तपाईको परीक्षा लिने छैन, बरु तपाईको प्रतीक्षा गर्नेछ। कस्ता अचम्मका मानिसहरू छन्, चीज समातेर व्यक्तिलाई छोडिदिन्छन्। यदि कसैको जीवनमा तपाईलाई बारम्बार अपमानित गरिन्छ भने उसको जीवनबाट यस्तो निस्कनुहोस् जस्तो तपाईँ कहिले हुनुहुन्थेन। रिस तिनीहरूसँग मात्र गर्नुहोस् जसमा तपाईलाई विश्वास छ कि उसले तपाईलाई मनाउनेछ। रुनाले दुःख समाप्त हुँदैन, तर मनलाई शान्ति अवश्य प्राप्त हुन्छ।
सम्बन्ध निभाउनको लागि सुन्दर होइन समझदार साथीको आवश्यकता हुन्छ। अहङ्कार पनि आवश्यक छ जब कुरा अधिकार, चरित्र र सम्मानको हुन्छ। जीवनमा पैसा र शक्तिलाई होइन स्वभाव र सम्बन्धलाई महत्त्व दिनुहोस्। जीवनलाई राम्रो बनाउनको लागि मेरो साथ के भइरहेको छ भन्ने सोच्नुको सट्टा म के गरिरहेको छु भन्ने सोच्न सुरु गर्नुहोस्। साथीहरू, आमाको प्रेम मात्र साँचो हो, अरूको त धेरै शर्त हुन्छन्। जब जीवनको गाडी सही बाटोमा हुन्छ सबै सँगै हिँड्छन्, तर जब बाटो अलिकति खराब हुन्छ कसैले साथ दिँदैन। तपाईलाई माया गर्ने हजारौं भेटिन्छन्, तर चिन्ता गर्ने हरेक कोही हुँदैन। एक्लोपन मन पराउनु कुनै नराम्रो कुरा होइन, त्यसैले तपाईँ आफ्नो समयलाई आफ्नै तरिकाले सदुपयोग गर्नुहोस्। मित्रतापछि प्रेम हुन सक्छ, तर प्रेमपछि मित्रता कहिल्यै सकिँदैन, किनभने औषधि मृत्यु अघि काम लाग्छ, मृत्युपछि होइन। शतरन्ज अर्थात् दाउखेल वा गोटेको खेलमा रानी हरायो भने खेल सकिन्छ, र जीवनमा जमीर अथवा आत्मसम्मान हरायो भने जीवनको मूल्य सकिन्छ। आजकल प्रेममा यस्ता झुटा वाचाहरू गरिन्छन्, यो जीवन हो मेरो साथी। यहाँ जोड्नेहरू पनि भेटिन्छन् र तोड्नेहरू पनि। डिप्रेसन कुनै मजाको कुरा होइन। एक राम्रो मानिसले आफ्नो जीवन जिउन छोड्छ, त्यसैले जब कोही डिप्रेसनमा हुन्छ कहिले उसको मजाक नउडाउनुहोस्। तपाईको सम्मान नगर्नेहरू पछुताउने छन्। एक दिन आफूलाई यति सफल बनाउनुस् कि जीवनमा कसैले तपाईलाई साथ नछोडोस्। जो भन्छ म कहिले साथ छोड्दिन, उसैले तपाईको साथ छोड्नेछ। आफ्नो प्रेमलाई समय दिनुहोस्, समय हेरेर प्रेम नगर्नुहोस्। केही गल्ती यस्ता हुन्छन् जसको क्षतिपूर्ति हामी सारा जीवन भर्न सक्दैनौँ। मनमा एक प्रकारको दबाव हुन्छ जब कोही मनमा त हुन्छ तर साथमा हुँदैन। शान्ति सधैँ त्यसबाट टाढा भाग्छ जो अरूमा शान्तिको खोजी गर्छ। शान्ति त्यसलाई मात्र प्राप्त हुन्छ जो आफैमा शान्तिको खोजी गर्छ। जसले यो भोग्छ उसलाई मात्र थाहा हुन्छ कि यो मन झुटा सान्त्वनाहरू स्वीकार गर्दैन। जीवन एउटा यस्तो यात्रा हो जहाँ हरेक कदममा तपाईको हिम्मतको परीक्षा हुन्छ। जब संसार तपाईलाई कमजोर ठान्छ तब आफ्नो भित्री शक्तिलाई चिनेर अगाडि बढ्नुहोस्। आफूलाई यति कमजोर नबनाउनुहोस् कि अरूको सहाराको आशा गर्नु परोस्। साँचो बल तपाईभित्र लुकेको छ, त्यसलाई जगाउनुहोस्। सम्झनुहोस्, जसले तपाईको सम्मान गर्दैन उसको पछाडि समय बर्बाद गर्नु हुँदैन। हरेक दुःखको पछाडि एउटा नयाँ सुरुवात लुकेको हुन्छ, त्यसलाई अँग्याल्नुहोस्। यदि तपाईको सपना ठुलो छ भने त्यसलाई पछ्याउन कसैको अनुमति आवश्यक पर्दैन। जीवनमा सधैँ मुस्कुराउन सिक्नुहोस्, किनभने रुन त संसारले सिकाइहाल्छ। आफ्नो आत्मसम्मानलाई कहिले झुक्न नदिनुहोस्, किनभने यो तपाईको सबैभन्दा ठुलो सम्पत्ति हो। उठ्नुहोस्, हिम्मत गर्नुहोस् र आफ्नो बाटो आफै बनाउनुहोस्। समयले कसैलाई पर्खिँदैन, तर साहसले इतिहास रच्छ। प्रिय मित्र, आजलाई यति नै। आशा गर्छु तपाईहरूलाई यी भनाइहरू मन पर्यो। अर्को भिडियोमा भेटौँला। यहाँहरूको समय सुन्दर बितोस्। शुभ दिन, शुभरात्रि।